नेपालले वेस्ट इन्डिजसँगको सिरिज जितिसके पछाडि अहिले नेपाल चाहिँ ओमानमा छ र वर्ल्ड कप क्वालिफायरको लागि प्र्याक्टिस गरिरहेको छ र नेपालको आज वार्म अप म्याच पनि रहेको छ होम टिम ओमानसँग नै र नेपालले यो म्याचमा चाहिँ एउटा राम्रो सुरुवात गर्न सक्छ वर्ल्ड कप क्वालिफायरको चाहिँ जर्नीको लागि। तर कुरो भनेको चाहिँ के हो भन्दाखेरि अहिले जुन वेस्ट इन्डिज सिरिजमा पनि हामीले देख्यौँ रोहित पौडेलको पनि स्टेटमेन्ट आएको थियो कि हामी वेस्ट इन्डिज सिरिज जित्छौँ भनेर र अरू प्लेयर्सहरूले पनि टिम एकदमै ब्यालेन्स छ हामीले सिरिज जित्छौँ अनि वर्ल्ड कपमा पनि क्वालिफाई गर्छौँ भनेर जुन भनिरहेका थिए प्लेयर्सहरूले त्यही भएर हामी प्लेयर्सहरू चाहिँ कन्फिडेन्ट छन् भनेर भन्न सक्छौँ। र अर्को भनेको नेपालको स्क्वाड पनि आइसकेको छ। नेपालको स्क्वाडमा शाह आलम बाहेक अरू सबै प्लेयरहरू छन् वेस्ट इन्डिज सिरिजमा रहेका र स्क्वाड साँच्चीकै ब्यालेन्स छ। ब्याट्सम्यान अलराउन्डर होइन अनि ओपनर्सहरू पनि राम्रो छन्। ब्याट्सम्यान अलराउन्डर, स्पिनर्स, फास्ट बलरहरू सबै रहेका छन् राम्राहरू। हामीले ब्यालेन्स टिम लगेर चाहिँ यो वर्ल्ड कप क्वालिफायरमा चाहिँ राम्रो खेलेर वर्ल्ड कपमा चाहिँ क्वालिफाई हुन सक्छौँ र वर्ल्ड कप क्वालिफायरमा चाहिँ नेपाल क्वालिफाई हुने चाहिँ यो चाहिँ सबैभन्दा सजिलो र सबैभन्दा बेस्ट चान्स होला र नेपालको क्रिकेट फ्यान्सहरूले फेरि अर्को 10 वर्ष कुर्न सक्दैनन्। त्यही भएर हामीले टेस्ट स्ट्याटसको जुन कुरा गरिरहेको छौँ त्यसको लागि हामीले रेगुलर वर्ल्ड कपहरू खेलिरहनुपर्छ र यस्तो सजिलो क्वालिफायरमा चाहिँ नेपाल क्वालिफाई हुनैपर्छ र नेपालको ग्रुप पनि एकदमै सजिलो ग्रुपमा परेको छ नेपाल र जब सुपर 6 मा हामी पुग्छौँ त्यो बेलामा चाहिँ हामीले हाम्रो पहिल्यैदेखिको पुराना राइभल्सहरू ओमान, युएई जस्ता राइभल्सहरू भेट्न सक्छौँ। तर ओमानको टिम चाहिँ अलिक कमजोर नै रहेको छ र नेपाललाई टफ टाइम दिन सक्ने भनेको चाहिँ युएईले नै हो जस्तो लाग्छ मलाई। त्यही भएर नेपालले अझै 3टा ठाउँ भएकोले नेपालले वर्ल्ड कपमा चाहिँ ठाउँ बनाउन सक्छ। तर अर्को कुरो भनेको चाहिँ अहिले हिजो भर्खरै मैले एउटा पोस्ट देखेको थिएँ जहाँ चाहिँ गुलसन झाले चाहिँ 3टा टिमको चाहिँ स्पट छ वर्ल्ड कप क्वालिफायरमा र नेपाल पनि कम्पिट गर्दैछ भनेर जुन पोस्ट थियो त्यसमा चाहिँ गुलसन झाले चाहिँ 2टा स्पट मात्र हो नेपालको टिकट चाहिँ मैले बुक गरिसकेँ भन्ने टाइपको कमेन्ट लेखेको भन्ने मैले पोस्ट देखेको थिएँ र यस्तोले चाहिँ हल्का नेपालको क्रिकेट टिम र नेपालको क्रिकेट प्लेयर्सहरू चाहिँ हल्का ओभर कन्फिडेन्ट भएको हो कि जस्तो पनि लाग्छ मलाई। तर जे होस् गुलसन झाँ भनेको अलि यङ प्लेयर भए उनी अलि यङ अनि एनर्जेटिक अलि एड्रिनलिन पनि अलि धेरै भएको अलिकति ऊर्जा धेरै भएको जस्तो प्लेयर भए। त्यही भएर उनले यस्तो कमेन्ट गर्नु स्वाभाविक नै हो। पहिला पनि हामीले उनीबाट यस्तो स्टेटमेन्टहरू सुनेकै हौँ। त्यही भएर यस्तोलाई हामीले पोजिटिभली नै लिन सक्छौँ। ओभर कन्फिडेन्ट भन्दा पनि नेपालको टिम कन्फिडेन्ट छ भनेर लिन सक्छौँ र सबै प्लेयर्सहरू कन्फिडेन्ट छन् र नेपालको टिमको हरेक प्लेयर्सहरूको मोराल पनि एकदमै हाई छ किन भन्दाखेरि वेस्ट इन्डिज सिरिजमा जितेर आइरहेको छ। वेस्ट इन्डिज भनेको कमजोर टिम होइन। हामीले एउटा टेस्ट नेसनलाई बिट गरेर वर्ल्ड कप क्वालिफायरमा जाँदैछौँ। योभन्दा राम्रो प्र्याक्टिस सिरिज केही हुँदैन थियो होला र आज प्र्याक्टिस म्याच पनि रहेकोले आज 8:45 मा प्र्याक्टिस म्याच रहेको छ र त्यो प्र्याक्टिस म्याचमा पनि नेपालले राम्रो स्टार्ट गर्न सक्छ, कन्डिसन्सलाई बुझ्न सक्छ र नेपालको जुन यो सजिलो ग्रुप परेको छ त्यसमा चाहिँ नेपालले चाहिँ वर्ल्ड कपमा चाहिँ क्वालिफाई गर्न सक्छ र नेपालको जुन स्क्वाड हेर्ने हो भने ओपनर्सहरू कुशल भुर्तेल र आसिफ शेख रहेका छन्। आसिफ शेखले राम्रो पर्फर्म गरेका थिए र कुशल भुर्तेलले पनि 35 40 अराउन्ड रन बनायो भने एकदमै राम्रो हुन्छ, त्यो बनाउन सक्छन् र रोहित पौडेल अलि स्लो खेलेर अलि लामो टिकेर अलि धेरै रन बनाउन सक्छन्। सन्दीप जोरा त कन्टिन्युअस फर्ममा नै छन्। सन्दीप जोराले रन बनाउन सक्छन्। आदिप शेखले खेल्यो भने आदिप शेखले पनि रन बनाउन सक्छन् र दिपेन्द्र सिंह ऐरीको चाहिँ अलिकति ब्याटिङ फर्ममा नभएकोले त्यो ब्याटिङ फर्ममा चाहिँ आओस् भन्ने म विस गर्छु र कुशल मल्लले पनि 4 नम्बरमा आउँदाखेरि राम्रो ब्याटिङ गरेकै थिए। ओपनरमा चाहिँ फेरि ट्राई गर्नु चाहिँ काम छैन उनलाई र स्पिनर्सहरू फास्ट बलरहरू पनि रहेका छन्। फास्ट बलरहरू जहाँ नन्दन, करण, सोमपाल रहेका छन् र अरू अलराउन्डर्सहरूले पनि फास्ट बलिङ गर्न सक्छन् र स्पिनरहरू ललित राजवंशी, सन्दीप लामिछाने, कुशल भुर्तेल, दिपेन्द्र सिंह ऐरी जस्ता स्पिनरहरू रहेका छन् र स्पिन अट्याक पनि हाम्रो बलियो छ र फिनिसर्सहरू आदिल आलम, गुलसन झा, लोकेश बम जस्ता फिनिसर्सहरू छन्। त्यही भएर फिनिसिङ डिपार्टमेन्ट पनि हाम्रो कम्प्लिट छ। त्यही भएर स्क्वाड एकदमै ब्यालेन्स छ। नेपालको टिम कन्फिडेन्ट हुनुपर्छ, ओभर कन्फिडेन्ट धेरै हुनु हुँदैन र सबै हाम्रो तयारीहरू कतिको छ भनेर हामीले आजको म्याचमा प्र्याक्टिस म्याचमा हामीले देख्छौँ जब हामीले रिजल्ट हेर्छौँ र अर्को भनेको युएई र ओमानको कन्डिसन चाहिँ हल्का सिमिलर त हो तर जे भए पनि ओमानमा चाहिँ नेपालको टिमले चाहिँ पहिलेदेखि नै स्ट्रगल गर्दै आएको भएर ओमानको कन्डिसनलाई चाहिँ राम्रोसँग युटिलाइज गरेर राम्रोसँग हेरेर ब्याटिङ गर्दाखेरि चाहिँ अलि राम्रो रन बनाएर गर्नुपर्छ। बलिङ त हामीले राम्रो गरि नै हाल्छौँ र त्यही भएर वर्ल्ड कप क्वालिफाई गर्न चाहिँ सजिलो छ भनिएको हो र नेपालको टिमलाई पनि बेस्ट विसेस र नेपालको यो जुन एकदमै सजिलो ग्रुपमा जुन परेको छ ग्रुपमा
ग्रुपमा टप ऱ्याङ्क गरेर पछि अघिल्लो पछिको स्टेजमा जाओस् र पछिको स्टेजमा पनि एकदमै राम्रो पर्फर्म गरोस् भन्ने मेरो चाहना हो। र मेरो मेरो पर्सनल एक्सपेक्टेसन यो वर्ल्ड कप क्वालिफायरमा चाहिँ यदि केही गरी नेपालले युएईसँग खेल्छ भने चाहिँ युएईलाई चाहिँ पक्कै हराओस् भन्ने चाहिँ मेरो कुरो हो। र युएई भनेको चाहिँ नेपाल पछाडि भन्छु म, नेपाल सबसे स्ट्रङ भन्छु र नेपाल पछाडि चाहिँ युएई चाहिँ सबसे स्ट्रङ भनेर भन्छु। नेपाल र युएई दुवै नै एकदमै स्ट्रङ छन्, त्यही भएर नेपाल र युएईको टी20 म्याच हेर्नु चाहिँ मजा आउँछ। नेपालले चाहिँ युएईलाई चाहिँ बिट गरोस् र सबै प्लेयरहरू कन्फिडेन्ट भएकोले यो पोसिबल पनि जस्तो देखिन्छ र नेपाल वर्ल्ड कपमा त क्वालिफाई गर्ने नै जस्तो देखिन्छ। हस्, थ्याङ्क यू।